आज हामी सिक्नेछौँ फिल्मको टाइप्स र टप 10 बेसिक जनरको बारेमा जो नयाँ फिल्म मेकर्सको लागि एकदमै इम्पोर्टेन्ट हुन्छ। सो हेलो एन्ड नमस्ते, स्वागत छ आजको हाम्रो नयाँ भिडियोमा फिल्म मेकिङ जर्नीको डे 2 मा। आज हामी सिक्नेछौँ फिल्मको टाइप्स चाहिँ के हुन्छ, कति टाइप्स हुन्छ फिल्मको फर्मेट र लेन्थको बारेमा भनौँ न। अनि अर्को रहेको छ फिल्मको बेसिक जनर टप 10 भन्ने छु, जुन चाहिँ नयाँ फिल्म मेकर्सको लागि एकदमै इम्पोर्टेन्ट हुन्छ। सो लेट्स स्टार्ट, सुरु गरौँ। फिल्म टाइप्स चाहिँ जम्मा 3 प्रकारको हुन्छ। एकमा रहेको छ सर्ट फिल्म, जुन चाहिँ 1 मिनटदेखि 40 मिनटसम्मको हुन्छ, तर म्याक्सिमम चाहिँ 1 मिनटदेखि 20 मिनटसम्म 5 मिनटदेखि 20 मिनटसम्मको चाहिँ सर्ट फिल्महरू पाइन्छ। सर्ट फिल्म चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ नयाँ फिल्म मेकर्सको लागि, जुन चाहिँ एउटा ट्रेनिङ गर्ने ठाउँ हो, जुन चाहिँ एकदमै सानो, एकदम सानो र एकदम छोटो, थोरै लगानी होइन। त्यही भएर यो चाहिँ एकदमै नयाँ फिल्म मेकर्सको लागि सर्ट फिल्मबाट प्र्याक्टिस गर्नलाई एकदमै राम्रो हुन्छ फिल्म। सेकेन्डमा रहेको छ फिचर्स फिल्म। फिचर फिल्ममा चाहिँ अब हलहरूमा लाग्ने, ओटिटी प्लेटफर्महरूमा लाग्ने जति पनि फिल्महरू, यो कबड्डी भयो, अब पूर्णबहादुरको सारङ्गी, यो सबै फिचर्स फिल्ममा पर्छन्। यो एकदमै यो चाहिँ 1-1.5 घन्टादेखि 2-3 घन्टासम्मको हुन्छ। अर्को रहेको छ डकुमेन्ट्री। डकुमेन्ट्री फिल्म भन्नाले चाहिँ अब रियल लाइफ फुटेजहरू, जे पनि रियल हुन्छ क्या, यो कुनै स्क्रिप्टेड हुँदैन होइन, यो सबै रियल हुन्छ। अब अस्ति नै एउटा पेन्गुइन चाहिँ भाइरल भएको थियो नि, त्यो पनि डकुमेन्ट्री नै हो। यो पहिला नि त्यो कुनै स्क्रिप्टेड होइन क्या, त्यो पेन्गुइन चाहिँ यसरी हिँड्छ त्यस्तो भन्ने स्क्रिप्ट नै हुँदैन। यो डकुमेन्ट्री फिल्ममा चाहिँ कुनै स्क्रिप्ट हुँदैन, यो रियल लाइफ हुन्छ। अब डकुमेन्ट्रीको नि अब धेरै टाइप्सहरू हुन्छ। अब कुनै त इन्भेस्टिगेटिभ डकुमेन्ट्री, अनि नेचर डकुमेन्ट्री, अनि हिस्टोरिकल डकुमेन्ट्रीहरू हुन्छ, अनि त्यही रियल लाइफहरू डकुमेन्ट्री हुन्छ। यो जम्मा फिल्मको टाइप्स चाहिँ 3 टाइप्स हुन्छ। एउटा सर्ट फिल्म, एउटा फिचर्स फिल्म, एउटा डकुमेन्ट्री फिल्म। र अब कुरा गरौँ अर्को जनर, टप 10 बेसिक जनरको बारेमा भन्नेछु। फर्स्टमा रहेको छ एक्सन। एक्सनमा चाहिँ अब 12 गाउँ। गल्ती नगर अर्जुन, फेरि चालानी चट्टै जान्छ, तर चट्टै होइन। अस्ति हाम्रो विराज भट्ट सर र अनि हाम्रो समीर भट्ट सरको 12 गाउँ अस्ति भर्खरै आयो। पिताम्बर, यो वार 2 हिन्दीमा, यो सबै एक्सन जनरमा पर्छ। र अर्को रहेको छ ड्रामा। ड्रामा चाहिँ म्याक्सिमम चाहिँ अब इमोसनसँग जोडिएको हुन्छ। ड्रामा चाहिँ फ्यामिली ड्रामाहरू हुन्छ, अब स्ट्रगलहरू हुन्छ, त्यस्तै एकदम कनेक्ट हुन्छ यो चाहिँ अडियन्स। अब नेपालीमा ड्रामामा पशुपति प्रसाद, जुन चाहिँ अब एउटा ड्रामा फिल्म हो। छ कमेडी। कमेडी चाहिँ एकदमै हँसाउने हो, एकदमै कमेडीले चाहिँ हँसाउँछ, नामै कमेडी, एकदम फन इन्टरटेनमेन्ट हुन्छ। सो नेपाली फिल्महरूमा छक्का पञ्जाको सिरिज नै कमेडी फिल्महरू हुन्। रोमान्टिक फिल्म। रोमान्टिकमा चाहिँ अब अस्ति भर्खरै रिलिज भएको त्यो सैयारा, अब प्रेम गीत, यो टाइटानिक, यिनीहरू सबै रोमान्टिक नै फिल्म हो, रोमान्टिक जनरमा पर्छन्। हररमा चाहिँ अब एकदमै यो चाहिँ हरर भूतहरूको हुन्छ स्टोरी। अब नेपाली फिल्ममा मम्मी, अस्ति भर्खरै प्रियङ्का कार्की म्यामको मम्मी फिल्म आएको थियो। अनि थ्रिलरमा चाहिँ अब एकदमै थ्रिल हुन्छ, सस्पेन्स हुन्छ, अनि फाइनलमा लगेर के भन्छ ट्विस्ट हुन्छ, त्यस्तो टाइपको हुन्छ। अब हिन्दी फिल्महरू दृश्यम चाहिँ हजुरहरूले हेर्नुभएको होला। दृश्यम पनि एउटा थ्रिलर हो। हर परिवार में कुछ ऐसे राज होते हैं जो ना खुले तो ही बेहतर है। मुंह 2-4 फटके देंगे ना, सारी होशियारी निकल आएगी उसकी। पुलिस के पास सिर्फ एक ही सबूत है, हमारा डर। अर्को रहेको छ मिस्ट्री फिल्महरूमा चाहिँ एकदमै पजल सल्भिङ फिल्म हो, जुन चाहिँ अब सल्भ गर्दै जाने इन्भेस्टिगेसनहरू त्यस्तो टाइपको हुन्छ। जुन चाहिँ अब यसको इक्जाम्पल रहेको छ दृश्यम नै लिऊँ न। त्यो दृश्यम 1, 2 नै दुइटै थ्रिलर एन्ड
मिस्ट्रीले भरिएको हुन्छ। आपका गार्डन काफी इंटरेस्टिंग है, देख के कुछ याद आ गया। मुझे तो लगा था पुलिस ने ये केस बंद कर दिया है। साइन्स फिक्सन चाहिँ अब साइन्ससँग सम्बन्धित रिलेटेड हुन्छ। नेपालमा चाहिँ यो साइन्स फिक्सन फिल्म खासै भन्दैन, तर अस्ति एउटा प्रदीप खड्का सरको चाहिँ एउटा साइन्स फिक्सन एक्लो आई भन्ने चाहिँ आएको थियो। खास फ्यान्टासी ठ्याक्कै प्रोनाउन्सिएसन, यो फ्यान्टासी फिल्महरूमा चाहिँ त्यो अब म्याजिक वर्ल्ड हुन्छ क्या, एउटा अब छुट्टै दुनियाँ जस्तै भनौँ न। अरू ह्यारी पोटर फिल्महरू हेर्नुभएको छ भने त्यो के भन्छ म्याजिक वर्ल्ड चाहिँ क्रिएट गरेको छ। Hogwarts School of Witchcraft and Wizardry. In a few moments, you will pass through these doors and join your. क्राइम बेस्ड स्टोरी हुन्छ, जुन चाहिँ एकदमै अब नेपालकोमा चाहिँ क्राइम फिल्म चाहिँ अब लुट चाहिँ एउटा क्राइम फिल्म हो। म छ नि त्यसको राज खानी निकालेर दामी आलुदम बनाएर कुकुरलाई खुवाउँछु। सो यो थियो हाम्रो फिल्मको टाइप्स र टप 10 बेसिक जनर। मैले खासै एक्सप्लेन नै गरेन, खासै मैले बुझाउन नै सकिनँ। मैले अब थोरै बुझेको कुराहरू चाहिँ सेयर गरेको। यो अब खास मैले यो सिकाउनलाई बनाएको भिडियो त होइन, मैले सिकेको भिडियो चाहिँ बनाएको। सो टप 10 बेसिक जनर र फिल्मको टाइप्सको बारेमा चाहिँ मैले थोरै एक्सप्लेन गरेको छु। सो अब आउने नेक्स्ट डे नयाँ टपिक्सका साथ भेट्नेछौँ। सो त्यतिखेरसम्मको लागि थ्याङ्क्स फर वाचिङ, बाई बाई।